हेलो एभ्रिवान, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामीले फुरौला बनाएर खान लागेका छौँ। के को फुरौला भन्नुहुन्छ भने मासको फुरौला हो। मासको फुरौला बनाउन जति सजिलो त अरू केही पनि हुँदैन। सजिलो यसमा नुन, बेसार, त्यसपछि लसुन अदुवाको पेस्ट बनाएर राखिदिइहालेपछि भइजान्छ। अनि तातो तेलमा चाहिँ मजासँग मैले फुर्याउँछु। फुरौला यति मजासँग बन्छ कि यो फुरौला नाम चाहिँ कसरी भयो होला भन्ने हुन्छ कि मलाई चाहिँ फुतुक राखिदिएपछि आफै बन्छ। सानो सानोमा चाहिँ हाम्रो मम्मीहरूले चाहिँ फुरौला सँगसँगै रोटी बनाउनु हुन्थ्यो। माघे सङ्क्रान्तिमा मैले चाहिँ रोटी चाहिँ बनाउनु भ्याएन, त्यसैले मैले बनाएँ यही फुरौला मात्रै है। हामी चाहिँ सानो सानोमा फुरौला उफ्रौला भन्दै यति मजासँग खुसी हुँदै उफ्रिँदै खाँदै रमाउँदै गर्थ्यौँ कि त्यही याद आएर मैले बनाएँ आज मेरो छोराछोरीहरूको लागि फुरौला, साथसाथै मेरो श्रीमान बच्चाको लागि, बहिनीलाई भनेर बनाएँ। मैले चाहिँ मेरो आमालाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु, किनभने पहाडदेखि आमाले नै फुरौला खान्छन् भनेर पिठो बनाएर पठाउनु भएको। त्यसलाई चाहिँ मैले एकदम माया गरेर झन् स्पेसल तरिकाले हामीले बनाएर खायौँ। फुरौला देख्दाखेरि ठिकै हुन्छ, तर खाँदाखेरि चाहिँ एकदमै मनपर्छ। यसलाई चाहिँ बनाउँदाखेरि यसरी डुबाइन्छ, यति मजाले छुट्टिन्छ नि यसलाई चाहिँ बनाउँदाखेरि एकदमै सजिलो हुन्छ। यताउति चप्किनिके गर्ने पनि हुँदैन। हेर्नु त, भिडियो आफै बोल्छ। हजुरले पनि बनाएर खानुहोला हजुरकोतिर। हामीले मासको यो पिठोबाट बनाएको फुरौलालाई चाहिँ यसलाई चाहिँ हामीले फुरौला भन्छौँ। हजुरकोतिर के भन्नुहुन्छ थाहा भएन, प्लिज कमेन्ट गरेर भन्नुहोला। हाम्रो यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने माया गरी लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला नबिर्सिकन। अनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै मैले चाहिँ यो पकाएको हजुरहरूलाई सरासर देखाएको छु। यो फुरौला चाहिँ स्पेसल एक्लै बनाएर खाना चाहिँ मजा आउँदैन, त्यही भएर हामी चाहिँ धेरैजना जम्मा भएर नै बनाएर खायौँ। धेरैजना जम्मै हुँदाखेरि धेरै मिठोसँग खान मनपर्छ, धेरै पनि खाइन्छ। त्यसैले मैले चाहिँ फटाफट यसरी नै बनाउँदै निकाल्दै गरेर धेरै लडको फुरौलाहरू रेडी गरेँ। भिडियो चाहिँ लामो भयो भनेर नसोचिदिनु होला, भिडियो चाहिँ थोरै नै छ। यसरी नै फेरि दोस्रो लडको फुरौला चाहिँ रेडी हुँदैछ। अन्तिमसम्म भिडियो हेरेर माया गर्नुहुने सबैजनालाई धन्यवाद। सहित धेरै माया भन्न चाहन्छु। फुरौलालाई यसरी चुप्प गरेर डुबाउँदाखेरि धेरै ध्यानपूर्वक गर्नुपर्ने हुन्छ, किनकि हातको त्यो औँलाको टुप्पाहरूमा तेल उछिट्टिने सम्भावना पनि धेरै हुन्छ। त्यसैले एकदम ध्यान दिएर बनाउनु पर्ने हुन्छ। जस्तोसुकै तेलहरूको चिजमा बनाउँदा पनि ध्यान दिनुपर्ने हुन्छ, यसमा मात्रै होइन। तेल चाहिँ यति धेरै तातो हुन्छ नि, यसलाई चाहिँ पकाउँदा एकदमै ध्यान दिएर पकाउनु पर्ने हुन्छ, किनकि हातहरूमा चाहिँ तेल पऱ्यो भने फोकाहरू उठ्ने, रातो हुने धेरै हुन्छ नि त। त्यसैले यो पिठो छोड्दाखेरि एकदम ध्यानपूर्वक छोड्नुपर्ने हुन्छ। हामीले चाहिँ यसलाई एक आपसमा सुरुमा अलिअलि टाँसिने भएकोले हामीले एक अर्का गर्दै बिस्तारै छुट्याउँछौँ। यसरी छुट्याउँदै चलाउँदै गरेपछि यो चाहिँ एक आपसमा छुट्टिन्छ।
चाहिँ एकदम सहज तरिकाले पाक्छ, एकदम राम्रो पनि हुन्छ। फुरौलालाई हामीले धेरै प्रकारको साइजहरूमा बनाउन सक्छौँ, आकार प्रकारमा। तर मलाई चाहिँ यस्तो डल्ला खालको मनपर्ने भएर मैले डल्लावाला बनाएँ। तर चुच्चा चुच्ची निस्केको फुरौला पनि एकदमै राम्रो हुन्छ। बच्चाबच्चीलाई यो पकाएको एकदम चाख्नलाई चाहिँ एकदमै हतार हुने के, त्यही भएर छिटो छिटो गरी देवी देवता पितृदेवताहरूलाई चढाउने हुन्छ हाम्रो चाहिँ। अब त्यो चढाएर बाबु नानीहरूले पनि यसो चाख न भनेर चखाएको, किनभने उनीहरू पनि भुल्नु पऱ्यो नि त। त्यसैले मैले चाहिँ बनाएर लगभग सक्न लागेँ। यसरी चाहिँ हाम्रो फुरौला रेडी भयो। बाबुहरूले, मेरो छोराछोरीहरूले चाहिँ हेरेर आहा कति मिठो कति राम्रो भन्दै हेरिराखे। अब चाहिँ हामी छिटो छिटो गरी तातो तातो तरिकाले खान्छौँ। एकदम क्रन्ची टाइपको भयो। मैले चाहिँ बिस्तारै छोड्नु होला भनेको पुतुक्कै झर्ने गरी छोडिसक्नुभयो। त्यही पनि हामीले बनाएर खायौँ। बाई बाई। हजुरहरूले अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद सहित माया उपहार दिन चाहन्छु। बाई बाई एभ्रिवान।